र गाइज आज चाहिँ हाम्रो यहाँ काका र हाम्रो सन्ता दुईजनाको इन्टरभ्यू हुँदैछ अरे सन्ताजी प्रश्न गर्न चाहन्छु यता हाम्रो काकालाई काकालाई केही प्रश्नहरू गर्न गइराख्नु भएको छ है भन्नुस् त काका यता तपाईले यो तपाईको यो कपाल चाहिँ कुन कट हो यो कट चाहिँ हजुर तपाईले अब भन्नु पर्दाखेरि यो कट चाहिँ अब चाइनिज काट हो है अब के गर्नु अब यस्तै छ अब तपाईले मन परेन हो मलाई त मन परेन त्यो कट त काका मन परेन हैन तपाईलाई तपाईले मुख नदिनु भयो कति दिनु भयो मैले म नदेको त अब जङ्गल खुदै माइक नजिक केदेखि अनि अब यस्तै भइहाल्यो अब धुनु पर्ने छ अनि कपाल नधुनु भएको चाहिँ कपाल धुनु त अब जङ्गल घुमिन्छ अब कहिले धुनु पर्ने हो अब हामी पनि अब जेन्जी पार्टी हो अब के हुन्छ जेन्जी अरे अनि जेन्जी क्रस गरेछ जेन्जीको त क्रस गरिसकेको नि जेन्जी पार्टीको कहाँ क्रस हुन्छ जेन्जी पार्टी चाहिँ अझै अझै माथि निस्किँदैछ अनि कहाँ चाहिँ त्यो हुन्छ त अनि हेत्तेरिका अनि हाम्रो काकासँग त ग्याटिस पनि रहेछ हेर्नु अब बोक्ला त चारा मारेर खानु परेन त्यही भएर ग्याटिस बोकेर हिँडेको नि चारा मारेर खानुपर्छ त्यही भएर नि ग्याटिस बोक्नुपर्छ त्यही भएर नि ग्याटिस बोकेर हिँडेको क्या अनि तपाईँ जङ्गलदेखि चाहिँ कहिले आउनुभयो घर जङ्गलदेखि अहिले भर्खरै निस्केको छु म पनि होइन त्यही भएर अब यसो चाराहरू मारेर खाएर भुँडी पेट आउँदैन रहेछ होइन त्यही भएर अनि अहिले चाहिँ अब यसो गाउँमा निस्केको हो अब फेरि कहिले फर्किनुहुन्छ अब म आज पनि फर्किन्छु भोलि पनि फर्किन्छु अब पर्सि पनि फर्किन्छु मलाई टुङ्गो नै हुँदैन मेरो चाहिँ फर्किँदाखेरि चाहिँ यसो मुख धोएर चाहिँ फर्किनु होला काका अब फर्किँदाखेरि मुख धोएर फर्क्यो भने अब बाँदरले अब ठ्याम्मै दिइहाल्छ मुख धोयो भने अब के गर्नु अब मुख नहोस् फर्किने नि अब स्टेल जुसले नै सफा गर्ने बेला भइसकेको हो त त्यही हो स्टेल जुस अब कहाँ पाउने जङ्गलमा अब त्यो त किन्नु जानुपर्छ दोकानमै जानुपर्छ त्यही भएर आज चाहिँ यसरी बसिरहेको छु पाउडर दलेर अब तपाईँ लाउनु छ ल किनेको पाउडर हामी चाहिँ लाउँछौँ हामी यस्तै माटोको पाउडर दालै हिँड्यो बाँदरले पनि आई लभ यु भन्छ त्यही भएर हामी चाहिँ लाउँदैनौँ क्या ए हस् त काका अब ल बैबे नमस्कार है त ल अब चाहिँ अर्को के भन्छ अर्को भिडियोमा भेटौँला